नमस्ते हजुरहरूलाई स्वागत छ हाम्रो नयाँ ब्लग भिडियोमा। आजको यो भिडियोमा हामी गहुँ काट्न जानेछौँ। हाम्रो खेतमा गहुँ अब पाक्ने अवस्था भइसकेको छ र त्यो गहुँ काट्न हामी जानेछौँ र ढिला नगरिकन ब्लगलाई सुरु गरौँ। र फाइनली मम्मी र म चाहिँ खेतमा आइसकेको छौँ गहुँ काट्नको लागि। र मम्मी यहाँ हुनुहुन्छ। खै यसो देखिनु त कताबाट देखाउने हो। यहाँ मैले काम गर्दैछु। यसरी हजुरहरूलाई मैले यहाँ देखाउनको लागि यहाँ हुनुहुन्छ र हाम्रो यो गहुँ रहेको छ। यो हजुरहरूलाई देखाउँछु मैले। गहुँ त हो नि यो हाम्रो गहुँ रहेको छ। यो खेत चाहिँ हामीले यहाँ गइरहेको छौँ। यो हाम्रो ठुलो बाबाको खेत हो। हाम्रो भन्दा नि मेरो भन्नु पर्यो। एकदम गहुँ चाहिँ सुकिसकेको छ, मजाले सुकिसकेको छ, एकदम मजाले सुकिसकेको छ। र देख्न सक्नुहुन्छ मम्मीले चाहिँ गहुँ काट्न सुरु गरिसक्नु भएको छ र मैले पनि यति काटिसकेको छु। अब मैले हजुरहरूलाई यहाँ काटेको देखाउँछु मैले कसरी काट्छु भनेर। र हेर्न सक्नुहुन्छ मैले यताको गहुँ काट्छु अब थोरै हजुरहरूलाई देखाउनको लागि मात्र। एकदम मिसिङ भएको छ, र हेर्न सक्नुहुन्छ यति मैले काटिसकेको छु। मैले हजुरहरूलाई यो देखाउन चाहिँ जानिनँ होइन, सबै देखाउन चाहिँ मैले काटेको। अब मैले हजुरहरूलाई यो काटेर सकिसकेपछि अथवा हामीले आज कति काट्छौँ त्यसपछि हजुरहरूलाई मैले देखाउँछु। त्यो चाहिँ उठेर काट्न मिल्ने चाहिँ रहेको छैन, एकदम बसेरै काट्नुपर्ने थियो। गहुँ बसेरै काट्नुपर्ने छ, उठेर काट्नु मिल्दैन। उठेर काट्नु चाहिँ यो सकिँदैन किन भन्दा एकदम मसिनो छ, एकदम पातलो रहेको छ। त्यही भएर यो 1 घन्टा गरेर काट्नुपर्छ। एउटा दुईवटा तीनवटा एकैचोटि च्याप्प समातेर काट्न मिल्ने खालको छैन। एकदम यसरी काट्नुपर्छ। हेर्नुहोस् हो यसरी एकदम मजा आउँछ। र गाइस र देख्नुभयो होला मैले काटेको चाहिँ। र यो रहेको छ हँसिया। अब चाहिँ मैले यो भिडियोको क्लिपलाई अफ गर्छु, त्यसपछि मैले अर्को क्लिपमा हजुरहरूलाई भेट्नेछु। र गाइस फाइनल्ली हामीले यति गहुँ काटिसकेको छौँ, देख्न सक्नुहुन्छ। हामीलाई यति काट्न लगभग कति घन्टा लाग्यो मम्मी? 2 घन्टा यति लाग्यो हामीलाई यति काट्नलाई। त्यति हो, 2वटा मुठो हामीले काटेको अहिलेसम्म। एकदम पातलो रहेको थियो गहुँ, त्यही भएर दुःख भयो काट्नलाई। र गाइस म चाहिँ खेतदेखि लगभग 2-3 मिनट साइकलमा यता आइसकेको छु। अब हामी चाहिँ घर हिँड्न थालेको। मम्मी चाहिँ अझै आइपुग्नु भएको छैन र सिधै घर गएपछि भेटौँला। र गाइस फाइनली म घर आइसकेको छु र आजको भिडियो यति नै रहेको छ। हजुरहरूलाई के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनु होला। र अब हामी फेरि छिटै नै भेट्नेछौँ अर्को नयाँ ब्लग भिडियोमा। र त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। जय नेपाल।
मैले हात खुट्टा धुन पनि बाँकी नै रहेको छ, एकदम फोहोर भइसकेको छ खुट्टा।